अब म सम्माननीय राष्ट्रपतिज्यू समक्ष प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिन नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूलाई सादर अनुरोध गर्दछु। म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन। धन्यवाद। रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहले शपथ लिनुभएको छ। उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा 76(1) बमोजिम पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको र नेपालको संविधानप्रति पूर्ण प्रतिबद्धताका साथ निष्ठा सहित प्रतिज्ञा गर्दै उहाँले ईश्वर देश र